गरेर राखिदिइहाल्ने है। यो कपाल अगाडि यसरी हामीले सिजर लिएर यसरी काम गऱ्यौँ भने यो चुच्चोले क्लाइन्टलाई घोच्न सक्छ, हो कि होइन? त्यसले गर्दाखेरि यसलाई के गर्ने, यसलाई लक गर्ने, यता आफूतिर फर्काउने, आफूलाई पनि खोप्दैन, भित्र राख्दैछ अरूलाई पनि खोप्दैन है। यो चाहिँ गर्नुपर्छ है। यसरी नै होल्ड गर्नु भएन भने इक्जाममा फेरि नम्बर काट्छ। सबैको एकैचोटि हुने इक्जाम क्वेसन चाहिँ छुट्टी छुट्टी हो, एउटै दिनु न। वहाँ पनि आधा नै काट्दैन। हजुरको थाइनु बच्चा कुरा त्यो कपाल चाहिँ साह्रो हुन्छ, बच्चालाई सानो कपाल छ त्यही भएर चालु गरेको होइन। मलाई झन् आगो त फ्री भएर हिँड्न पाइयो है, कपाल छोडेर हिँड्न पाइयो। त्यति काट्दैन यो हटाइदिनु हुँदैन। ओके थ्याङ्क यू। ऐना सम्झेर हेर्ने। हल्ला नगर्नु है, अब हल्ला नगर्नु ल। फेरि सुरु भएको हामी कहिले पनि पाएनौँ, हात चलाउनु हुन्थ्यो नि। अलिक पछाडि हेर्ने चलाउने ध्यान कता जान्छ अहिले यता गएर अनि चलाउनु त अलिकति चलाइदिन्छ। यसलाई यहाँ राख्ने, एकमा राख्ने है। यो तेलकोमलाई बिटकोमलाई यहाँ राख्ने। अब पहिला हामीले के गर्ने, स्प्रे गर्ने है। पहिला के गर्ने, स्प्रे गर्ने। कटिङ गर्नुभन्दा अगाडि स्प्रे गर्ने है। मेमले डाइरेक्ट गरेर काट्नु हो र पार्टिसन गर्ने? हजुर पार्टिसनबाट हो होइन? पार्टिसन गर्ने हो। अगाडि सबभन्दा फर्स्टमा चाहिँ हामीले के गर्ने, इयर टु इयर पार्टिसन। ज्याक पनि ल्याउनु भएन, इयर टु इयर पार्टिसन गर्ने है। यो बित्तिकै सिजर हातमा समाति हाल्नु पर्छ कि पहिला पार्टिसन यताउति गरेर अहिले पार्टिसन गर्नु। सिजर सुरुमा समात्नु पर्दैन, पार्टिसन गरेर रेडी गरेर जस्तै हामीले कटिङ गर्न सुरु गर्छौँ नि, अनि सुरु गरे पछाडि चाहिँ राख्न पाइएन कि। पहिला त पाइयो, पहिला त कपाल कोर्नु पऱ्यो, पार्टिसन गर्नु पऱ्यो होइन। हामीले फर्स्टमा के गर्ने, इयर टु इयर पार्टिसन गर्ने है। तिनटै कटको स्ट्रेट नै हुन्छ। हजुर तिनटै कटको स्ट्रेट नै हुन्छ। तिनटै कटको पार्टिसन एउटै हुन्छ, खो पार्टिसन नै हो है। तिनटै कटको खो पार्टिसन नै हुन्छ, तर पछाडि चाहिँ अलिकति लेयर छुट्याउनु पर्छ है। बुझ्नुभयो? पछाडि अलिकति गाइडलाइनको लागि हामीले के गर्ने, लेयर छुट्याउने है। सबैजनाले देख्नु भएको छ? हजुर कानको यता साइडबाट यता साइडबाट यता साइडबाट हजुर उहाँलाई हामीलाई त छेक्दैन होइन होइन, यो 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 के अरे इयर टु इयर पार्टिसन गर्दाखेरि चाहिँ क्लाइन्टको कपाल बाक्लो छ भने अलि धेरै पनि लिन मिल्यो होइन। क्लाइन्टको कपाल एकदमै पातलो छ भने थोरै पार्टिसन गर्ने है। पातलो कपालमा अगाडिको कपाल छोटो बनाउँदाखेरि फेरि झन् पातलो हुनसक्छ कपाल होइन। त्यसले गर्दाखेरि कपालको प्रकार हेरेर पनि पार्टिसन गर्नुपर्ने हुन्छ है। हुन्छ। बुझ्नुभयो नि? एकदमै पातलो कपाल छ भने अब अगाडिको कपाल नै धेरै छुट्याइदिनु भयो भने त अनि राम्रो हुँदैन नि त।